हेलो गाइज नमस्ते अनि वेलकम टु माई भ्लग। आज हामी हात्ती प्रजनन केन्द्र यानि कि एलिफेन्ट ब्रिडिङ सेन्टर तर्फ प्रस्थान गर्दैछौँ। हामी हात्ती प्रजनन केन्द्रतर्फ जाँदैछौँ र तपाईँको साथमा छु र मेरो साथमा छन् जर्मन साथी प्रिया। नमस्ते। आज हामी हात्ती प्रजनन केन्द्रको भ्लग देखाउनेछौँ। हात्ती प्रजनन केन्द्रमा भर्खरै बच्चा बनिएको छ, त्यो बच्चालाई पनि देखाउनेछौँ। र यति बेला मसँग छन् जर्मन साथी प्रिया र हामी मोटरसाइकलमा हात्ती प्रजनन केन्द्रतर्फ प्रस्थान गरिरहेका छौँ। यहाँ तपाईँ देख्न सक्नुहुन्छ यो गेट, यो चाहिँ बाघमारा सामुदायिक वनको गेट रहेको छ र यो गेट यसबाट हामी जङ्गलतर्फ अगाडि बढ्दैछौँ र जङ्गल क्रस गरिसकेपछि फेरि बस्ती आउनेछ र बस्ती नजिकै हामी त्यो खोलामा कुकुराई घडियाल देख्न सक्नेछौँ। र हात्ती प्रजनन केन्द्र जाने बाटोमा विभिन्न दृश्यहरू देखाउँदै हात्ती प्रजनन केन्द्रतर्फ अगाडि बढिरहेका छौँ। बेला हामी हात्ती प्रजनन केन्द्र नजिकै आइपुगेका छौँ र हामी यहाँ विभिन्न पसलहरू, छटपट पसलहरू देख्न सक्छौँ र त्यस्तै गरी विभिन्न सवारी साधनहरू पार्किङ गरिरहेको अवस्थामा देख्न सक्छौँ र हाम्रो बाइक पनि हामी यहीँ पार्किङ गर्नेछौँ। र त्यसपछि हामी यो बाइक पार्किङ गरिसकेपछि हामी यो झुलुङ्गे पुल तरेर हात्ती प्रजनन केन्द्रतर्फ अगाडि बढ्नेछौँ। बेबी हात्ती हेर्न जाने। रिया स्वागत छ। लेक्सी स्वागत छ। लेक्सी where are you from? From China. China. Yes please. चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको सङ्ख्या घट्दै गएपछि विक्रम सम्वत 2044 सालमा हात्ती प्रजनन केन्द्रको स्थापना गरियो। यो चितवन राष्ट्रिय निकुञ्जमा अवस्थित नेपालको एकमात्र हात्ती प्रजनन केन्द्र हो। 4वटा एकसिङे गैंडा उपलब्ध गराए बापत भारत सरकारबाट प्राप्त 4 मत्ता र 12 ढोई, त्यस्तै गरी म्यानमार सरकारबाट उपहार स्वरूप 1 जोडी मत्ता र ढोई, त्यस्तै गरी थाइल्यान्ड सरकारबाट उपहार स्वरूप प्राप्त 1 जोडी हात्ती गरी कुल 20वटा हात्ती राखी यस केन्द्रमा हात्ती प्रजनन कार्यको सुरुवात गरिएको हो। यस केन्द्रले लोप हुन लागेको एसियाली हात्तीको सङ्ख्या वृद्धि गर्न वैज्ञानिक अनुसन्धान र हात्ती प्रजनन सम्बन्धी अन्य खोज तलास कार्यमा योगदान गर्दै आएको छ। प्रजनन केन्द्र स्थापनाको प्रारम्भमा हात्ती प्रजननका लागि पालिएका मत्ता हात्ती प्रयोग गरिएको भए तापनि वंशानुगत सुधारका लागि केही वर्ष यता जङ्गली मत्ता हात्तीको प्रयोगमा जोड दिएको छ। यस केन्द्रमा सन् 1987 देखि सन् 2011 सम्म कुल 34वटा हात्तीका छावाहरू जन्मिएका छन्।
कहाँ रहेंगे नहीं यार, चलते अब कहाँ है?